यस्तो काममा जाँदा पनि कस्तो हिल चप्पल लगाएको चाहिँ नभन्नु होला खासमा कुरा चाहिँ यस्तो हो गाइज सो हेलो एन्ड नमस्ते एभ्रिवान स्वागत छ हजुरहरूलाई मेरो लङ टाइम पछिको मिनी भ्लगमा सधैँ चाहिँ आज पनि बिहानै उठेर म पसलमा गएको र आज चाहिँ अलिक काँटाहरू आएको थियो सामानहरू आएको थियो अनि मैले त्यो सामानहरू मिलाउन थाल्यौँ गाडाहरू सफा गर्न थालेँ 2-4 दिन सफाइ गर्न पाएको थिएन र हाम्रो माननीय महावीर पुन सर पनि आउनुभएको रहेछ र मैले चाहिँ उहाँलाई प्रत्यक्ष आज देख्न पाएँ र दिउँसोको समयमा चाहिँ त्यति व्यापार थिएन व्यापार गर्दा गर्दै पानी पर्यो क्या मौसम त राम्रो देख्दा देख्दै एक्कासी पानी पर्न थाल्यो बर्खाको मौसम यस्तै हो गाइज र पानी परिरहेको थियो अनि म चाहिँ साँझसम्म व्यापार गरेँ र हिजो चाहिँ यो चाहिँ भ्लग मेरो 2 दिनको हो र चप्पल चाहिँ म हस्टेलमा गएर आएकोले गर्दा चाहिँ मैले यो चप्पल लाएर चाहिँ काममा गएको थिएँ कि म रुममा छिर्न पाएको थिएन सो यसैले मैले चाहिँ यही चप्पल लाएर काममा गएको थिएँ अनि चप्पलले हो कि केले हो मेरो खुट्टामा चाहिँ पुरै घाउ भएको रहेछ र 2 दिनको भ्लग एकै दिनमा राख्नुको कारण चाहिँ यो मेरो पर्सनल केही प्रब्लम हो थियो त्यसैले मैले भिडियो राख्न पाइनँ र आज चाहिँ मैले टाइम मिलाएर दुवै भ्लगलाई एकैसाथ मिलाएर राखिदिएको छु थ्याङ्क यू सो मच फर वाचिङ लभ यु अल बाइ बाइ र मेरो चाहिँ यो टिकटक अकाउन्ट ब्यान भएको छ